उकाली ओराली गर्दै बाख्रा गोठाला हामी बाख्रा चराउन हिँड्दै के गर्ने यस्तै छ जिन्दगी के गर्ने बाख्रा हेर्नै पर्यो। तो चलिए शुरू करते हैं। हेलो गाइज नमस्ते, के छ तपाईहरुको हालखबर? हाम्रो चाहिँ एकदम ठिकठाक छ हैन। हिजो गोरु उठाएर गयो, आज हामी यसो उकाली ओराली गर्दै भनेर हामी आज चाहिँ लाग्यौँ है बाख्रा गोठालतिर। के गर्ने, यस्तै छ गाउँले जीवन, कहिले उकाली कहिले ओराली गर्नै पर्यो। बाख्रा साख्रा चराउनु पर्यो, डाँडा पखा हेर्नु पर्यो, के गर्ने उकाली ओराली गर्दै। यस्तो यस्तो गीत छ एउटा, त्यही गीत गाउँदै हिँडिरहेको छौँ। यस्तो छ पारा गाइज, पारा हिँडेको डाँडा काँडा हेर्न आज हेर्नुहोस्। यस्तो छ यहाँको बाख्राको यहाँ रोडको हालत। त्यसैमाथि बाख्राहरू लगेर वनतिर हिँड्दैछौँ उकाली ओराली गर्दै। बाख्रा गोठाला हामी बाख्रा चराउन हिँड्दै के गर्ने यस्तै छ जिन्दगी के गर्ने बाख्रा हेर्नै पर्यो। यस्तो छ गाइज। यो चाहिँ जस्ट मैले फनको लागि बनाएको सङ थिएँ। बुझ्नुहोस् न तपाईँहरू यार, बुझिहाल्नुहुन्छ नि यार गाइजहरू यार। यस्तो छ जिन्दगी, लाइफ यसरी चलिरहेछ। के गर्ने उकालोमा सास बढ्दैछ। बिचरा बाख्रालाई घाँस काट्यो भनेर यो रुखमा चढो भने यो रुखमा चढिरहेको छु। यो बिचरा रुख हेर्दैन यो कत्रो छ। यो रुखमा चढिरहेको छु, चढिसकेला कि नै बिचरा यार, गाह्रो छ। बुढालाई जिन्दा नि गाह्रो छ गाइस। यो रुखमा चढ्न लागेको सकिने हो कि होइन, गाह्रो छ हो गाह्रो। म के गर्ने, बाख्रालाई घाँस काट्नै पऱ्यो। बिचरा धरेर रुख चढ्यो, बिचरा हेर्दैन तल कत्रो छ त्यो रुख। त्यहाँबाट आयौँ तल ठेक्किने देखिने नै रुखसुख काटियो। यस्तो छ, यति हल्का बसिएको छु, यस्तरी बसिएको छु रुखमा गाइस। यहाँबाट खस्यो भने क्या पाउने यहाँ थाहा छैन। यहाँ त खस्यो भने त हड्डी सड्डी नि भेटिने आउने। यस्तो छ यहाँ जिन्दगी, गाउँले जिन्दगी गाइस। रुखको टुप्पोदेखि हामी भलक बनाइरहेको छौँ। कम्ता हिम्मत हलाउँ हामी। यस्तो छ यहाँ रुख कम्ता मसिनो छ। आइयो आउन त, अब जाने कसरी हो थाहा छैन गाइस। बिचरा बिहान 10 बजे ल्याए बाख्रा, साँझको 5 बजी गयो। पर डाँडा पारी घाम पनि डाँडा पारी गइगयो। अब के गर्ने, यस्तै छ। अब घरतिर लग्नु लाग्यो। आफूलाई भोक लागेर यहाँ पेटेन यहाँ मुसा दौडिरहन्। बाख्रा भनेपछि चराका चरेछन्। देख्यौ बिहान आउनेलाई कसरी पेट छ, अहिले कसरी पेट बनाइखानु पर्यो भरेर। क्याद्दा बिचरा, यस्तै छ जिन्दगी। अब यसो घरतिर जानु पऱ्यो, नास्ता सास्ता छ भने चाहिँ खानु पऱ्यो, क्याद्देऊ। अनि त्यसपछि छैन भने चाहिँ आफ्नै जसो मुख लगाउँला बसुला। यस्तै छ। अहिलेसम्म भिडियो हेरेर ल्याउला, यसो लाइक साइक गरिदिनु, कमेन्ट समेन्ट गरिदिनु। भिडियो राम्रो लाग्यो भएपछि क्याद्देऊ त बिचरा। नगरिदिएपछि अब भन्नु केही छैन बिचरा यार। कतिचोटि भनिसक्थेँ म त भन्न भनी गल्ली के। यस्तै छ, यसो गरिदियो बिचरा, गरिदियो।